सदस्य पनि यसरी लागि पर्नु भएको छ। बिरतनबाट आज चाहिँ हामी यहाँ कन्काई भनेपछि हामी यो सुरुङ्गामा छौँ। अनि भन्नुहोस् श्रमको अभियान कहिलेदेखि हाम्रो सुरु भएको थियो, कसरी चलिरहेछ, आज यहाँ किन आयौँ? धन्यवाद। यो श्रम संस्कृति पार्टीले यो सुरु गरेको श्रमदान आज झापामा लगभग सबै क्षेत्रमा अहिले भइरहेको म यहाँलाई अवगत गराउन चाहन्छु। आज कन्काई नगरपालिका श्रम संस्कृति पार्टी कन्काई नगरपालिकाले आयोजना गरेको आज यो सुरुङ्गा बजारमा आज व्यापक श्रमदान कार्यक्रम भइरहेको छ र यसले चाहिँ एउटा देशमा आफ्नो ठाउँ आफैले बनाउँ, आफ्नो ठाउँ आफैले सफा गरौँ भन्ने कुरा एउटा आम पब्लिक आम समुदायमा एउटा सोचमा परिवर्तन गर्नको निमित्त पनि हामीले यो एउटा श्रमदान गरिरहेको छौँ। श्रमदानद्वारा नै देशमा एउटा त समुन्नत हुन्छ, देश विकास हुन्छ, सबैलाई काम गर्ने बानी बस्छ भन्ने कुरा चाहिँ हामीले सिकाउनको लागि पनि यसरी प्रत्येक ठाउँ सार्वजनिक ठाउँमा हामीले यसरी श्रमदान कार्यक्रम गरिरहेका छौँ र तपाईँहरूले पनि यो हाम्रो श्रमदान कार्यक्रमलाई सहयोग गरेर समावेश भएर सहयोग गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। धन्यवाद। धन्यवाद। आन्दोलनमा भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय लगायत अन्य सार्वजनिक ठाउँ श्रम गर्नु कसरी पर्छ भन्ने कुरा हाम्रो जिल्ला अध्यक्षलाई थाहा छ, किनकि उहाँ प्रत्येक शनिबार हाम्रो बिरतनमा जब गठन भयो तब प्रत्येक शनिबार उहाँले कहिले पनि छुटाउनु भएको छैन क्या। त्यतिकै हामी झापा जिल्ला अध्यक्ष राख्छौँ। हेर्नुहोस् अरू पद खोज्छन्, हामी काम गरेर मात्रै पदमा बस्ने हो, नभए लाज हुन्छ हामीलाई। साँच्चै भन्नु भने उहाँ त्यस्तो व्यक्ति हो कि काम गर्नु कहिले पनि उहाँ हिचकिचाउनुहुन्न। मैले फुर्काएको होइन नि, फेरि उहाँ चाहिँ एकदम मैले काम देखेको छु उहाँको। म यता भेलाउँछु ल भाइ, यता जान्छ तपाईँ बिचरा। के हो यो चाहिँ चिन्दैन होला। केटाहरू तल तल कुद्छ। अजयसान यता हिँड्ने यहाँ तल नगर न, यताबाट हिँड्न त तिमी लड्छौ, गाडीले हाल्छ कि नानी। ऊ ट्रक आउँछ ठुलो।
यहाँको परिचय पाउ न। मेरो डिबी सिलास राई हो, कन्काई 5 बाट। दिनेश डिबी सिलास राई। डिबी सिलास राई, हजुर। अनि तपाईँले यो देशको चिन्ताले आज यसरी श्रमदानमा खटिरहनु भएको छ होइन? तपाईँको उमेर चाहिँ कति भयो? मेरो अहिले 67। कति भन्नुभयो? 67। 69। ल एकदम खुसी लागेको छ। अनि कस्तो लाग्छ त बुवा, अब श्रमले नै देश बन्छ होला त? निश्चय पनि हर्क सम्पको जुन रेभुलेसन छ, सानो श्रमदेखि नै सुरु गर्दै गर्दै ठुलो ठुलो हुँदै विभिन्न श्रम गरेर सानो बनाइदिनु त गाई, गाई सानो बनाइदिनु त। हजुर, सानो कुराबाटै श्रम गर्दै जाने, त्यहाँदेखि ठुलो ठुलो हुँदै विभिन्न औजारहरू उत्पन्न, विभिन्न आविष्कार गर्दै जाने र मात्र देश बन्छ। जस्तो हर्क सम्पनले 3 करोड नेपालीको 6 करोड हात यसरी चलाइयो भने देश यति सुन्दर, शान्त, समृद्ध नेपाल हुँदै जान्छ भन्ने एउटा एकदमै भित्रबाट इच्छा जागो। त्यही कारणले म यो श्रम गर्ने कुरामा निस्केको छु। अनि गाउँमा साथीभाइहरूलाई मैले उत्प्रेरणा दिँदैछु। हजुर। अनि देशको लिडर चाहिँ कस्तो होस् बुवा? देशको लिडर चाहिँ देशलाई प्रेम गर्ने अनि देशवासीलाई प्रेम गर्ने, माया गर्ने, दिन दुखीहरूको दुःखमा साथ दिने, दिन दुखेर दुःख नदिने चाहिँ नेता हुनुपर्छ। कुनै पनि विदेशी चलखेलमा नपरेको, विदेशी लोभ लालसामा नपरेको, विदेशी दलहरूको लोभ लालसामा नपरेको हुनुपर्छ। अनि जस्तै नि यो भ्रष्टाचारको विषयमा चाहिँ के बोल्नुहुन्छ बुवा? भ्रष्टाचार त आफूले गर्नु हुँदैन, अरूले गरेको पनि सहनु हुँदैन, त्यसलाई राख्नु हुँदैन। अनि हाम्रो हर्क साङपाङको विचार चाहिँ कस्तो लाग्यो त? अनि उहाँलाई फलो गर्दै हुनुहुन्छ तपाईँले? साङपाङको विचार एकदमै 100मा 100 सही लाग्छ। त्यही कारण म यो रेभुलेसनमा चाहिँ मलाई एकदमै इच्छा लाग्यो। हुन त साथीहरूले घमण्डी अनि राईहरूको मात्रै पार्टी भनेको हामी पाउँछौँ। घमण्ड गरे पनि उहाँले आफ्नो पर्सनलको लागि घमण्ड गरेको देख्दिनँ मैले। यो देश निर्माण गर्ने कुरामा चाहिँ घमण्ड गरेको पाउँछु। अर्को कुरा, राईहरूको मात्रै पार्टी भन्ने कुरा छ, तर त्यो सही होइन। किनभने क्षेत्री बाहुनहरू सबै खालका जातिहरू समावेशी रूपमा यो सञ्चालन हुँदै आएको छ, त्यो पाउँछु मैले। हस्, धन्यवाद बुवा। यसरी नै साथ दिनु होला है, हजुर, सधैँ माया गर्नु होला। एकदम निरन्तर हामीले श्रममा जुटौँ है। धन्यवाद बुवा। ल अवश्य हामी साथ दिनेछौँ। जय माटो भाइ र जय श्रम संस्कृति, जय हर्क साङपाङ। तिमी कस्तो हुने? म अँ, हर्क साङपाङ हर्क साङपाङ जस्तै हुने होइन होला? हो। ल धन्यवाद। मलाई पठाइदिनु ल। सबैजना नाच्नु है एकचोटि। अनि त पछाडि बस्नु न हौ। बुवा एकछिन नाच्नुमा आउनु न, एकछिन आउनु न। नाच्ने कोना नाच्ने? आउनु न सबैजना। किवा किवा पारा मिलेन, पारा मिलेन, पारा
धन्यवाद बाई बाई हाई म्याडम मलाई पनि पठाइदिनु है हुन्छ हुन्छ लीला बहादुर कन्दङबा छ हामी जोडिया छौँ ल बजार सरसफाइमा जोड दिएका छौँ साथै आगामी हाम्रो शनिबार पनि यही सुरुङमा जय माटो जय देश जय माटो यही अन्त्य भएको घोषणा गर्न चाहन्छु धन्यवाद जय माटो जय माटो जय श्रमदान जय श्रम संस्कृति पार्टी जय माटो जय जय होस् जय जय ल जय माटो जय ल आजको यहाँ श्रम चाहिँ समाप्त भएको घोषणा गर्न चाहन्छु जय माटो